Hi, welcome to my YouTube channel. It's me Prasiddha. Content creation 2026 मा किन इम्पोर्टेन्ट छ भनेर आई होप तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नछुटाउनु होला। मलाई पनि थाहा थिएन कि साँच्चीमा कन्टेन्ट क्रिएसनबाट पनि तपाईले केही बेनिफिट पाउनुहुन्छ भनेर। थाहा छैन कि तपाईको एउटा भिडियोबाट पनि तपाईले आफ्नो च्यानल मोनिटाइज गर्न सक्नुहुन्छ। युट्युबको क्राइटेरिया के हो भन्दाखेरि 1000 सब्सक्राइबर अनि 4000 वाच टाइम या त तपाईँ सर्टमा 10 मिलियन भ्यू ल्याउनुहुन्छ भने तपाईको च्यानल मोनिटाइज हुन्छ। तपाईँ पनि म जस्तै बिगिनर हुनुहुन्छ भने सुरु गर्नु, किनभने मेरो ब्याचलर कम्प्लिट भइसक्यो, न त मलाई अहिले कुनै जब छ। त्यही भएर म पनि लाइफमा एउटा स्टेप कन्टेन्ट क्रिएसनको स्टार्ट गर्छु भनेर आएको छु। तपाईले मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लास्टसम्म हेरिदिनु होला। मलाई पनि लाग्थ्यो कि साँच्ची के बोल्ने, के गर्ने, कसरी अपलोड गर्ने, के गर्नुपर्छ। आई होप बिस्तारै म पनि सिक्दैछु। एक न एक दिन त म पनि एचिभ गर्छु होला। कन्सिस्टेन्सी बहुत जरुरी छ, किनभने तपाईँ एउटा भिडियो अपलोड गरेर छोडिदिनु भयो भने अल्गोरिदमले तपाईलाई पनि पुस गर्न छोड्दिन्छ। मलाई पनि खासै मेरो नेपाली पनि त्यति राम्रो छैन, किनभने मेरो मदर टङ मैथिली हो। मैथिलीमा पनि सुरु गर्नु राम्रो हुन्थ्यो होला, तर मैले नेपालीमा किन गरेँ भनेपछि नेपालीमा ऑडियन्स अलि बढी छ। जस्तै तपाईले मैथिली राम्ररी आउँछ बोल्न भने मैथिलीमा सुरु गर्नु, नेपाली आउँछ भने नेपालीमा सुरु गर्नु, इंग्लिश आउँछ भने इंग्लिशमा सुरु गर्नु। लगातार भिडियो अपलोड नभए पनि हप्तामा 2टा देखि 3टा भिडियो अपलोड गर्ने ट्राई गर्नु। जरुरी छैन तपाईले के हुन्छ 5टा भिडियो अपलोड गरेर तपाईको मोनिटाइज हुन्छ भनेर। तपाईले 30टा 50टा गरेर पनि मोनिटाइज हुन सक्छ, या तपाई लकी हुनुहुन्छ भने एउटा भिडियोले पनि तपाईको च्यानल मोनिटाइज हुन सक्छ। तपाईले सर्टमा पनि थोरै ध्यान दिनुपर्छ र लङ कन्टेन्ट हाल्नलाई ट्राई गर्नु, ताकि वाच टाइम अलि तपाईको छिटो अलि बढ्छ भनेर। थ्याङ्क्स फर वाचिङ। अब पनि फेरि हामी नयाँ भिडियोमा भेट्नेछौँ।